यो वर्षको हटकेक भन्दा नि फरक नपर्ने यो के हो गाइज भनेर भन्दा रोयल गोर्खा कार्गो प्यान्ट आउँछ गाइज। यसमा पनि खतरा खालको चाहिँ खुकुरी क्रस देखिहाल्नुहुन्छ। यतापट्टि मेटलले बनेको खुकुरी क्रस, यहाँ तल्लोपट्टि खुकुरी क्रस। यो चाहिँ गोर्खा रोयल गोर्खा भन्ने प्यान्ट हो। एकदम बबाल चलेको यसपालिको हट केक गाइज, हट केक है। एकदमै बबाल खालको चाहिँ फेब्रिकमा एकदम राम्रो खालको, बटममा एकदम बबाल खालको चाहिँ गोर्खाको हट प्यान्ट हो। एकदम बबाल खालको चलेको, अहिले कार्गोमा धेरै चलेको। कलर तपाईँलाई यसमा 4-5 कलर पाउनुहुन्छ। अहिले चाहिँ मैले 2वटा कलर देखाएको छु। एउटा रह्यो व्हाइट क्रिम कलर रहेको छ भने अर्को खाकी कलर गाइज। खाकी चाहिँ मैले आफै लगाएर देखाएको छु। ट्याक्क तपाईँ यसमा के पाउनुहुन्छ भन्दाखेरि रोयल गोर्खाको डबल फ्ल्याप टक लाएर यहाँ तपाईँले चेन देखिहाल्नुहुन्छ है मजाले। रोयल गोर्खा लेखेको ओरिजिनल बटम भएको त्यो ओरिजिनल रोयल गोर्खाको प्यान्ट हो गाइजहरू। तपाईँहरूले यहाँ रोयल गोर्खाको लोगो पनि देख्न सक्नुहुन्छ। टक्क खुकुरी क्रस क्याटलग पनि छ। ट्याक्क लाएर तल तपाईँलाई 3वटा बटम ट्याक 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 गाइज है, 3वटा बटम। अब यतापट्टि पनि त्यही हो। यहाँ झन् सिङ्गल फ्ल्याप छ एकपट्टि, त्यहाँबाट मेटलको खुकुरी क्रस गाइज। ओरिजिनल मात्रै हुन्छ, अरूमा हुँदैन है गाइजहरू। ओरिजिनल रोयल गोर्खामा चाहिँ मेटलको खुकुरी क्रस हुन्छ। मुनिपट्टि लोगो भइ नै हाल्यो। 3वटा बटम त 2पट्टि देखाउनै परेन, एउटै भइहाल्यो। अब एकदम बबाल छ। पछाडि पनि देख्न सक्नुहुन्छ यसको यस्तो मजाको छ गोजी टक्क लाएर गाइजहरू। फेरि यो बस्न उठ्न एकदम मजाको छ, कम्फर्टेबल फिल गराउने खालको छ गाइजहरू। तपाईँहरूले चाहिँ रोयल गोर्खा कार्गो प्यान्ट कहाँ पाइन्छ भनेर एकदम तपाईँहरू टेन्सनमा हुनुहुन्छ भने गाइजहरू सिधै अर्डर गरिहाल्नुहोस्। दोस्रो कुरै छैन। जिके फेसन हब नयाँ वर्ष कान्तिमा बल गाइजहरू है त गाइजहरू।